बच्चा 6 महिनाको नपुग्दै लिटो दिनु राम्रो कि नराम्रो? किन ठ्याक्कै 6 महिना कुर्नु भनिएको हो त? 6 महिनासम्म आमाको दुधले बच्चालाई चाहिने सबै पोषण र पानी दिन्छ। तर करिब 6 महिनापछि चाहिँ बच्चाको शरीरलाई चाहिने ऊर्जा र अन्य तत्त्वहरूको आवश्यकता चाहिँ आमाको दुधले मात्र पूरा गर्न सक्दैन। यही समयमा बच्चा विकासका हिसाबले पनि खाना निल्न, चपाउन सिक्न र नयाँ स्वाद स्वीकार गर्न तयार हुन थाल्छ। त्यसैले यही समयदेखि कम्प्लिमेन्टरी फिडिङ सुरु गर्न सिफारिस गरिएको हो। तर एउटा याद गर्नुपर्ने कुरा भनेको चाहिँ 6 महिनापछि चाहिँ आमाको दुध ठ्याक्कै बन्द गर्ने भन्ने चाहिँ होइन। विश्व स्वास्थ्य सङ्गठनले आमाको दुधलाई 2 वर्ष वा त्योभन्दा बढी समयसम्म निरन्तरता दिँदै त्यससँगै पोसिलो थप खाना सुरु गर्न सिफारिस गरेको छ। अनि लिटो दिनु गलत होइन, तर लिटो मात्र पर्याप्त चाहिँ हुँदैन। WHO को गाइडलाइनले हरेक दिन बच्चालाई सकेसम्म अन्डा, मासु, माछा वा अन्य एनिमल सोर्स फुड साथै फलफुल र तरकारी पनि समावेश गर्न सिफारिस गरेको छ। यदि त्यो सम्भव छैन भने हरेक दिन दाल, गेडागुडी र अन्य स्थानीय पोसिलो खानेकुरा नियमित रूपमा दिनुपर्छ। यो भनेको सबै खानेकुरा एकैचोटि दिने भन्ने होइन, थोरै थोरै मात्रा मिलाएर हरेक दिन कहिले के गरेर दिने भन्ने हो। बच्चाको पेट भरिएर मात्र पुग्दैन, बच्चालाई पोषक तत्त्व पनि पुग्नुपर्ने हुन्छ। विश्वका 6 देखि 23 महिनाका 4 मध्ये 3 बच्चाले स्वस्थ वृद्धि विकासका लागि आवश्यक पर्याप्त विविध खाना पाउँदैनन्। धेरै देशमा 25% भन्दा कम बच्चाले मात्रै उमेर अनुसार चाहिने डायट्री डाइभर्सिटी र मिल फ्रिक्वेन्सी पूरा गर्छन्। के खाने भन्दा पनि कसरी खुवाउने भन्ने कुरा चाहिँ धेरै महत्त्वपूर्ण हुन्छ। सफा हात, सफा चम्चा र भाँडाहरू प्रयोग गर्ने, बच्चाको भोक र तृप्तिको सङ्केत बुझ्ने अनि जबरजस्ती नखुवाउने, यसलाई रेस्पोन्सिभ फिडिङ पनि भनिन्छ। 6 देखि 23 महिनाको समय भनेको बच्चाको वृद्धि, मस्तिष्क विकास र जीवनभरिको लागि खाने बानी बस्ने सबैभन्दा महत्त्वपूर्ण समय हो। त्यसैले एकदमै ध्यान दिनुपर्ने कुरा पहिलो 6 महिना आमाको दुध मात्रै। त्यसपछि चाहिँ आमाको दुधसँगै पोसिलो, सुरक्षित र विविध खाना, किनभने जीवनको पहिलो 1000 दिनमै स्वस्थ भविष्यको जग बस्छ।